कति मोबाइल हेरेको राम 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 दिनभरि मोबाइल हेर्न सक्छौ नि आज सन्डे हो यसो कामसाम गर्नु सफा टफा गर्नु खालि मलाई नै काम दलाउँछौ चाहिँ के सफा गर्नु सब सफा गरेछ अब तपाईलाई मात्रै सफा गर्न भएको छ चस्मा लगाऊ चस्मा किन आँखा बिग्रिन्छ छिट्टै बिग्रेछ नि त कहिले तपाईँको अनुहार हेर्न मन लाग्छ र बिग्रियो भने तपाईँको अनुहार हेर्नु पर्दैन ढुक्कै हुन्छ भित्रबाट मन भित्रबाट भनेको बाहिरबाट तपाईँ सोच्नु अब भित्रबाट भन्यो नि बाहिरबाट भन्यो नि भन्न त भनिहाल्नु मलाई चाहिँ लाग्छ तिमीले बाहिर बाहिर भने कि 500 रुपियाँ सेन्ड गर त के 500 सेन्ड गर त के को लागि पट्टे गर न म आइहाल्छु किन गर न काम छ आनी भन्छु के को लागि प्लिज पट्टे सेन्ड गर त पढे छैन मेरो त्यो एसबिआई एकाउन्टमा गर्नु ल पढे छैन दरकार छैन अर्कोमा निकाल्न सकिँदैन केवाइसी लागेको छ त्यसको फोकटको पैसा आएको छ क्या यहाँ म तिमीलाई सरप्राइज दिन्छु 500 रुपियाँ पढे छैन सरप्राइज दिने एनिभर्सरी भुलिने मान्छेले 500 रुपियाँ प्लिज पर्दैन 500 रुपियाँ हाल त फटाफट हाल त म खतरा सरप्राइज दिन्छु तिमीलाई यार आज सन्डे जल्दी 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 पैसाको क्षेत्रमा म कहिले पनि मजाक चाहिँदैन मलाई बहुत मेहनतले कमाएको पैसा हो मैले तिमीले मेहनतले कमाएको नकमाएको भने 500 रुपियाँ खालि फटाफट हाल त मेरो लिमिट पार भएछ हेर न के कामको लागि चाहियो लिमिट पार भयो मेरो के लिमिट पार हो पैसा जाँदैन त्यो तपाईँको कुरा हो साँच्चै भनेको जल्दी जल्दी म गएँ ल हालिदियो नि म गएँ उहाँ गएर फेरि म स्क्यानर पठाउँछु नभए पठाउनु न त तपाईँलाई बेइज्जती हुन्छ पैसा नहालिदिएपछि म इग्नोर गरिदिन्छु मेरो बेइज्जती चाहिँ तिमी सहन सक्दिनौ त्यो कुरो मलाई पनि थाहा छ म गएको है बाई फटाफट हाल है जल्दी म गइहालेँ 2 मिनेट